दर्शकबिन नमस्कार। कार्यक्रम कृषि डबलीमा यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। म कार्यक्रम सञ्चालक हिरण्य राजु प्रेती। हामी सबैलाई थाहा छ वास्तवमा जीवन चाहिँ पेटद्वारा सञ्चालित हुने हुनाले पेट चाहिँ कृषिद्वारा सञ्चालित हुन्छ भन्ने कुरा यहाँहरूलाई थाहा छ। त्यसैले कृषि नै हाम्रो के हो त भन्दाखेरि ठुलो धर्म र कर्म हो भन्ने बुझाइको साथ हामीले यस कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ। जब हामी बिहानी उठ्छौँ, उठिएपछि नै हामीलाई अब दुध भन्ने कुरो त अब हामी यसरी पनि हामीलाई यसलाई यसरी बुझौँ, जुन चाहिँ हामी जन्मजात रूपमा नै हामीले जन्मेपछि नै सबभन्दा पहिला ग्रहण गर्ने चिजै आवपछिको प्रथम चिज भएको हुँदा र अब हामी गौमाताको बिचमा चाहिँ यसरी यस कार्यलाई अगाडि बढाइरहनुभएका दोलखा जिल्ला स्थित कालिन्चोक नौका चाहिँ आदरणीय व्यक्तित्व जो शैक्षिक रूपमा पनि उहाँ भरिपूर्ण हुनुहुन्छ र उहाँले यस कर्म किन रोज्नुभयो त्यो लगायतको विषयमा प्रसङ्ग ल्याउने छु र यसमा म सर्वप्रथम यस कृषि डबलीमा म शिवकोटी सरलाई स्वागत गर्न चाहन्छु। हस् त, नमस्ते। म शिवप्रसाद शिवकोटी, दोलखा जिल्ला कालिन्चोक गाउँपालिका वार्ड नम्बर 9 र हाल गोकर्णेश्वर 2 मा मैले चाहिँ कृषि फर्म सञ्चालन गरेर बसेको छु। म शिव सरलाई प्रथम प्रश्न यो सोध्न चाहन्छु, यो संसारमा धेरै खालका चाहिँ प्रोफेसन हुँदाहुँदै यहाँले कृषि नै किन रोज्नुभयो र कृषिमा पनि गाई नै किन रोज्नुभयो त्यो विषयमा हाम्रो चाहिँ आम श्रोतालाई के भनिदिनु न। अब कृषि धेरै छन्, कृषिका कर्महरू धेरै मध्ये पनि मैले एउटा गाई रोज्नको प्रमुख कारण के हो भने गाई लक्ष्मी माता, लक्ष्मी भनेको धन र माता भनेको आमा। यो आमा र धन बिना हाम्रो जीवनमा चाहिँ निकै सङ्कट आउने भएको हुनाले मैले यसलाई चाहिँ अत्यन्त महत्त्वको रूपमा हेरेर मैले गाईलाई रोजेँ र गाईबाट हामीलाई प्रशस्त आम्दानी र गाईबाट चाहिँ हामीलाई कहिले पनि नराम्रो नहुने भएको र हाम्रो धार्मिक मान्यता पनि गाई पूजा गर्दा पनि धर्म हुने भएको हुनाले गाईको स्याहार सुसार गर्दा, गाईलाई पालन पोषण गर्दा, गाईसँग सम्बन्धित रहेर काम गर्दाखेरि अझ हामीलाई धार्मिक आत्मिक सन्तुष्टि पनि हुने भएको हुनाले पनि मैले यसलाई बढी जोड दिएको। जस्तो शिव सरले हामीलाई यो पनि भनिदिनुहोस् कि यो रोज्दै गर्दाखेरि यहाँलाई पारिवारिक तवरबाट अथवा सामाजिक तवरबाट चाहिँ यहाँलाई चाहिँ सहयोग साथको अवस्था कस्तो छ अथवा के अप्ठ्यारो अथवा सजिलो के छ यो विषयमा पनि हाम्रो आम दर्शकलाई बताइदिनु न। अब अलिकति कुरा लामो नै हुन्छ। छोटकरीमा भन्नुपर्दा मैले गाईको पेसा रोज्दाखेरि मैले आफ्नै गाउँमा आफ्नै ठाउँमा केही रोपनी जग्गा लिजमा लिएर काम गर्न खोजेको थिएँ, तर त्यहाँ मेरा छिमेकी छरछिमेकीहरू सबैजनाबाट मैले अपेक्षित सहयोग पाउन सकिनँ र म काठमाडौँ आएँ। काठमाडौँ आउनको कारण के हो भने यहाँको बजारीकरणदेखि लिएर सबै कुराहरूको कारणले म काठमाडौँ आएँ र काठमाडौँ आउँदाखेरि मलाई मेरो परिवारले चाहिँ पूर्ण रूपमा सपोर्ट सहयोग गरेको कारणले म अहिलेसम्म सफल छु। यदि मलाई मेरो आफ्नो परिवारले सपोर्ट नगरेको भए म सफल हुन्न थिएँ होला। त्यसकारण मलाई परिवारबाट पूर्ण रूपमा सपोर्ट छ। हजुर, यहाँले जस्तो यो कृषि फार्मको बारेमा चाहिँ अलिकति भनिदिनु पर्दाखेरि यहाँले कति सालमा स्थापना गर्नुभएको र यसको अलिकति ब्रिफ इन्ट्रोडक्सन अथवा के छ यसको समग्र अवस्था पनि हाम्रो आम दर्शकलाई बताइदिनु न। हिजोको दिनहरूमा यहाँ आउनभन्दा अगाडि म आफ्नो धेरै कामहरू गर्दै कृषिभन्दा अगाडि शिक्षण पेसादेखि लिएर सबै काम गर्दै आएको व्यक्ति हुँ र विशेष राजनीतिक रूपमा पनि मेरो केही उतार चढावहरू छन्, सामाजिक रूपमा पनि ती कुराहरू छन्। त्यस कारणले ती सबै कुराहरूका बावजुद पनि म यहाँ आउनुको पछाडि मेरो आफ्नो व्यवहारिक व्यक्तिगत हरेक कुराहरू छन् र मेरो पुर्खादेखि नै कृषि पेसा गर्दै आएको हुनाले नै मलाई यो पेसामा आउन अझ सहज पनि भयो। यहाँ 2076 सालमा म काठमाडौँ आएँ, जुन बेला चाहिँ हाम्रो यो ठाउँमा कोभिड-19 को महामारी थियो र त्यो अवस्थामा चाहिँ म कृषिमा लागिसकेको थिएँ र सबैतिरबाट चाहिँ कृषिमा अब झन् जटिल समस्या आउँछ भन्दा नै कोभिड-19 को समयमा हामीलाई कृषिमा सहज भयो, राम्रो भयो र त्यो वर्षदेखि म यहाँ कृषिमा चाहिँ लागिरहेको छु। अहिले 6 वर्ष भयो लगभग र हामीले यसलाई निरन्तरता तरकारी फार्मदेखि लिएर गाई व्यवसाय चलाइरहेको छु।
जस्तो अब समग्रमा हेर्दाखेरि चाहिँ के छ, यो जीवनकै हिस्सा हुन सक्ने मात्र देखिन्छ कि अथवा यसलाई अलिकति व्यापारिक हिसाबको मात्रै हिसाबले देखिन्छ कि कस्तो छ? यो जीवनकै सिङ्गो हिस्सा बनेर जान सक्ने नै देखिन्छ? के छ भन्न खोजेको, यसले सिङ्गो जीवनलाई नै क्यारी अन गर्ने अथवा अगाडि बढाउन सक्ने हुँदो रहेछ कृषिले? के छ हाम्रो आम दर्शकलाई बताइदिनु। कृषि अनिवार्य नै भन्छु म चाहिँ, मेरो आफ्नो बुझाइ चाहिँ कृषि पेसा भनेको अनिवार्य पेसा हो र यो पेसा छोड्नु भनेको हामीले आफ्नो पेट मार्नु, हजुरले अघि नै भनिहाल्नु भयो, पेट मार्नु हो। पेट मार्नु भनेको जीवन मार्नु हो। जीवन मार्नु भनेको मानव सभ्यता, मानव जीवन नै समाप्त हुनु हो। त्यसकारण कृषि पेसालाई व्यापारिक दृष्टिकोणबाट भन्दा नि जीवनको अभिन्न अङ्गको रूपमा बुझ्न म सबैलाई अनुरोध गर्दछु। र यदि हामीले यो कृषि पेसालाई अगाडि बढाउन सकेनौँ भनेदेखि हाम्रो जीवन रहन्न, यो एउटा पाटो रहेर। अर्को कुरा हजुरले उठाइहाल्नुभयो चुनौतीको विषय। अहिले नेपालमा कृषिसँग सम्बन्धित विषयहरूमा अत्याधिक चुनौती छ र यसको सामना गर्ने कुरा भनेको सजिलो पनि छैन। त्यही चुनौतीको सामना गर्न नसकेर नै मानिसहरू कृषिबाट पलायन भएका छन् र चुनौती जति आउँछ त्यति सशक्त प्रतिकार गर्दै किसानहरू, कृषि कर्मीहरू, कृषिका विज्ञहरू अगाडि लाग्ने हो भने मलाई लाग्छ नेपालमा फेरि अत्याधिक सम्भावना छ र कृषिबाटै मानिसहरूको जीवन मात्रै नभएर सिङ्गो राष्ट्रकै निर्माण चाहिँ कृषि र कृषि सम्बन्धी उत्पादन, उद्योग, व्यवस्थापन र व्यवसायबाट नै सम्भव छ भन्छु म चाहिँ। जस्तो यहाँले चुनौतीको कुरो गर्नुभयो, कृषिमा खास चुरो चुनौतीहरू के हुने रहेछन्? यो विषयमा अलिकति हाम्रो आम दर्शकलाई बताइदिनु। पहिलो नम्बर चुनौती भनेको कृषिसँग सम्बन्धित ज्ञानको कम हुनु, अनभिज्ञता। र हामी जो कृषिमा लाग्छौँ त्यो चाहिँ हामीसँग पूर्ण रूपमा ज्ञान हुँदैन र त्यसको कारणले हामी असफल हुन्छौँ। एक नम्बर चुनौती भनेको कृषिसँग ज्ञानको कमी। दोस्रो चुनौती भनेको हामीसँग कृषि उत्पादन गर्नलाई पुँजी व्यवस्थापनको पनि हामीसँग नेपालमा नेपालीहरूको एउटा समस्या नै छ र 2-3 लाख रुपियाँ खर्च गरेर विदेश गयो भने 10-20 हजार कमाउन सजिलो हुन्छ, तर 2-3 लाखले नेपालमा कृषि गरेर केही पनि हुँदैन भन्ने खालको मानसिकता पनि छ र अवस्था पनि छ। तेस्रो कुरा बजारीकरणको अवस्था छ। बजारीकरण अब अत्यन्त जोखिम छ र कृषि हामीले उत्पादन गर्छौँ, त्यो उत्पादन गरेको कृषि उपजहरूलाई उपभोक्तासम्म पुग्न सहज छैन। उपभोक्तासँग पुग्दा अत्याधिक महँगो हुने र उत्पादकले अत्यन्त थोरै पैसा, जहाँ कि उत्पादन लागत भन्दा पनि कममा दिनुपर्ने अवस्था छ। त्यसले गर्दा पनि कृषिमा समस्या भएको छ, कृषि अगाडि बढ्न सकेको छैन। र चौथो नम्बर राज्यले गर्नुपर्ने कुराहरू पनि कृषकहरूलाई र कृषिलाई गरिदिएको छैन। त्यस कारणले पनि यो कृषिमा चुनौती छ। यसरी कुरो हुँदै गर्दाखेरि अहिले नितान्त हामी यो कृषि फार्मको विषयमा कुरो गर्दै गर्दाखेरि यहाँका कतिवटा गाई छन् अथवा यसबाट समग्र खर्चको अवस्था अथवा आम्दानीको अवस्थाको बारेमा पनि हामी हाम्रा आम दर्शकलाई बताइदिनु न। अब सबैभन्दा पहिला त कृषिमा पुँजी व्यवस्थापनसँगै जोडिएर हामीले नाफा नोक्सानका कुरा हुन्छन्। नाफामा अत्यन्त समस्या छ कृषि पेसामा। त्यसको बावजुद पनि मैले व्यक्तिगत रूपमा गरिराखेको पेसामा मसँग 25वटा गाई छन् र 25वटा गाईको दैनिक दुध 180 लिटरसम्म उत्पादन गरेको छु र त्यसबाट मैले मासिक रूपमा 1,50,000देखि 1,50,000सम्म आम्दानी गरेको छु। सबै खर्च कटाएर त्यतिसम्म आम्दानी हुन सक्छ। जस्तो यहाँले बाई प्रडक्टको रूपमा चाहिँ जस्तो यो जुन मलहरूबाट चाहिँ के गरिराख्नु भएको छ, यहाँ समग्र यहाँको अहिलेको अवस्था के छ, कति ठाउँ लिएर कसो गरिराख्नु भएको छ र अरू सहितको इन्कमको अवस्था के छ त्यो पनि बताइदिनु हाम्रो आम दर्शकलाई। मेरो अहिले लगभग 20 रोपनी जग्गा भाडामा लिएर यहाँ तरकारी खेतीदेखि गाई फार्म सबै सञ्चालन गरेको छु र त्यसमा मेरो गाईबाट दुध उत्पादन हुन्छ र म अहिले दुध मात्रै बेच्छु। दुध बिक्री नभएको अवस्थामा पनिरहरू बनाउने पनि गरेको छु। कहिलेकाहीँ दुधहरूको व्यापार नहुँदाखेरि त्यो पनिरहरू बनाउनु पर्ने अवस्था आउँछ र कहिलेकाहीँ बनाएको छु। अन्यथा मैले गाईको उत्पादनबाट दुध नै बेच्ने मेरो लक्ष्य छ र म अरू कुरामा त्यति गएको छुइनँ। र बाँकी मैले तरकारी खेती गरेको छु। यहाँ काँक्रो, गोलभेडा लगायतको खेती गर्छु र वार्षिक रूपमा त्यहाँ पनि 18-20 लाखसम्मको वार्षिक आम्दानी हुने गरी काम भएको छ र गाईबाट पनि वार्षिक रूपमा 8-10 लाख रुपियाँ आम्दानी हुन्छ सरस्वती। र यहाँको गोबर मल सबै यहीँ तरकारीमा प्रयोग गर्छु र यहीँबाट तरकारी उत्पादन गर्छु।
जस्तो यहाँले यसरी यत्रो यो फार्म बनाउँदै गर्दाखेरि के छ सरकारी सहयोग अथवा अनुदानको अवस्था केही छ त्यो पनि हाम्रो आम दर्शकलाई बताइदिनु न। सरकारी अनुदान मैले लिएको छु। एउटा प्रोजेक्ट थियो NLSIP भन्ने, त्यो प्रोजेक्टमा मैले गरेर यहाँ सरकारी अनुदान लिएको छु र त्यो चाहिँ यो फर्म बनाउनदेखि लिएर गाई किन्नसम्म सबै गरेर 50% मेरो लगानी र 50% उसको लगानी गरेर मैले लिएको हुँ। र मैले यहाँभन्दा पहिला सुरु गर्दा माथियाडी छुट्टै सानो फर्म थियो र त्यो फर्मलाई विस्तृत रूपमा यो गर्नलाई मलाई नेपाल सरकारको NLSI प्रोजेक्टले सहयोग गरेको छ। कि यसो गर्दै गर्दाखेरि सरकारी अनुदान अथवा NLSP को चाहिँ कति चाहिँ सहयोग छ र तपाईँले कतिको अरू थप लगानी गर्नुभएको छ? टोटली मेरो यहाँ लगभग 90 देखि 95 लाखको लगानी छ। त्यसमा 95 लाख बराबरमा 32-33 लाख रुपियाँ मलाई नेपाल सरकारले सहयोग गरेको छ र बाँकी मेरो लगानी हो। यहाँलाई थाहा छ नेपालमा चाहिँ रोजगारी छैन भन्ने पनि एउटा कथन छ, त्यही हिसाबले चाहिँ त्यस्तो देखिन्छ भने र त्यही सन्दर्भबाट र विविध सन्दर्भबाट धेरै दाजुभाइहरू अब अहिले त लाखौँ के करोडौँको सङ्ख्यामा चाहिँ वैदेशिक रोजगारमा हुनुहुन्छ। उहाँलाई तपाईँ के भन्न चाहनुहुन्छ? जस्तो कृषिकोमा अब यसरी जस्तो यो त अब हामीले त यहाँ त सम्भावना देखिरहेका छौँ, उहाँहरूलाई आम तपाईँको सन्देश के छ? के गर्न सकिन्छ कृषिमा? नेपालमा केही साँच्चै गर्न सकिने रहेछ? के भन्नुहुन्छ? कृषिमा असम्भव भन्ने कुरै छैन। यो माटो हो, माटोले हामीलाई फ्रीमा उत्पादन गरेर दिएको छ। यो माटोलाई जति चलाउन सक्यो त्यति नै धेरै उत्पादन हुन्छ र त्यति नै धेरै आम्दानी हुन्छ। हाम्रो जीवन स्तर त्यही अनुपातमा हाम्रो जुन क्षमताले हामीले यो माटोलाई चलाउँछौँ त्यही क्षमतामा विकास हुने भएको हुनाले कृषिमा असम्भव भन्ने चाहिँ म चाहिँ देख्दिनँ। र पहिलो समस्या कहाँ हो भने हामी कतिसम्म चाहिँ हाम्रो कृषिबाट डिपेन्डेन्ट हुन सक्छौँ भन्ने कुरा सोच्न सक्नु पहिलो कुरा हो। र दोस्रो कुरा हाम्रो बजार व्यवस्थापन र मूल्य निर्धारण। म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि के अनुरोध गर्न चाहन्छु भने हामीले नेपाल सरकारले बजार व्यवस्थापन र मूल्य निर्धारणमा लागत मूल्य हेरेर ठाउँअनुसारको लागत मूल्य हुन्छ र त्यो लागत मूल्य निर्धारण गरेर गरिदियो भने कृषि साँच्चै सुनौलो हुन्छ र भविष्य कृषिमा लाग्नेहरूको भविष्य साँच्चै सुनौलो हुन्छ भन्ने मलाई लाग्छ। र हामीले आँट गरेर हरेस नखाएर सानातिना चुनौतीहरूलाई सामना गर्दै अगाडि बढ्यौँ भने हामी असफल हुँदैनौँ भन्ने लाग्छ। तपाईँले यसो भन्दै गर्दाखेरि यो पनि भनिदिनुहोस् कि विश्वमा रहेका नेपालीहरूलाई जस्तो उहाँहरूले यसै गरी चाहिँ कृषि गर्न चाहनुभयो, विशेष गरी गाई लगायत र तपाईँले जानेको कृषि गर्न चाहिँ चाहनुभयो भने तपाईँ उहाँलाई कसरी सहयोग गर्न सक्नुहुन्छ? प्रथम त विदेशमा जाने विदेशिनु पर्ने धेरै कुरा बाध्यता होलान्, कसरी जानुभएको छ अब उहाँहरूको आफ्नो बाध्यता होला। तर बावजुद कोही मान्छेहरू कोही नेपाली दाजुभाइहरू हामी नेपालमै कृषि गर्छौँ ल न केही गर्न सकिन्छ कि भनेर भन्नुहुन्छ भने उहाँहरूलाई मेरो सल्लाह के हो भने बजार व्यवस्थापन, पुँजी व्यवस्थापन र मूल्यको बारेमा तपाईँहरू पूर्ण रूपमा ज्ञान छ र त्यो सम्बन्धी ज्ञान लिन सक्नुभयो भने तपाईँले जुनसुकै कृषि गर्दा पनि तपाईँ सफल हुनुहुन्छ। र आउनुहोस् गरौँ। नेपालमा सबै कृषिहरूमा धेरैवटा कृषिका फङ्सनहरू छन्, धेरैवटा कृषिका उत्पादनका स्रोतहरू छन्, धेरै किसिमको कृषि उत्पादन गर्न सकिनेछ। बजारमा माग धेरै किसिम छ। नेपाली माग चाहिँ अहिले विदेशीबाट ल्याएर धान्नु परेको छ। हिजो अस्ति मैले पत्रिकामा हेरेको थिएँ, अब 30 अर्ब 50 अर्बको कृषि उत्पादनहरू चाहिँ विदेशबाट, इन्डियाबाट, भुटानबाट आलुदेखि लिएर अब दुध, विशेष दुधकै कुरो गरिरहँदा दुध अहिले पनि मेरो अनुमानमा 70% भन्दा बढी आयात हुन्छ र हामीलाई पुगेको छैन, नेपाली उत्पादनलाई पुगेको छैन। यो आयात हुनुको पछाडिको कारण चाहिँ अब मूल्यकै कुरो हुन सक्ला अथवा बजारको कुरा हुन सक्ला, यी कुराहरू होलान्। यसलाई यी समस्याहरूलाई समाधान गरेर उत्पादन गर्ने भने धेरै नै उत्पादन गर्दा पनि नेपालमा सम्भावना छ। तपाईँले दुधको कुरो गर्दाखेरि अहिले चाहिँ प्रति लिटर दरभाव कति पाउन सक्नुभएको छ तपाईँले? प्रति लिटर यहाँ फर्मबाटै दिने होलसेल मूल्य मैले 85 रुपियाँ छ र सदर हाम्रो फ्याट चाहिँ 3.5 भन्दा माथिको फ्याट भएको दुध हो र त्यो प्योर दुध चाहिँ हामीले 85 रुपियाँ लिटरमा बेचेका छौँ र बजारमा उपभोक्ताले 120 मा किनेर खानुहुन्छ र बिचको मिडिएटरमा चाहिँ गर्नेहरूले चाहिँ 85 मा उठाएर 120 सम्म 110 120 सम्म बेच्नुहुन्छ। यहाँले प्योर दुधको कुरा गर्नुभयो, जस्तो सामान्य भन्ने गरिन्छ दुधमा चाहिँ अलिकति मिसावट, पानी मिसावटका र विविध कुराहरू हुन्छ भन्ने चाहिँ आम नेपाली बुझाइ छ। यो बुझाइलाई तपाईँ के भन्न चाहनुहुन्छ?
यो समस्या छ। दुधमा पानी मिसाउँदा दुध र पानी छुट्याउने आँखाले देखेर छुट्याउन सकिन्न। त्यो चाहिँ एउटा स्वादले जिब्रोले थाहा पाउने एउटा कल्चर छ। त्यो भएको हुनाले जसलाई दुध मिठो लाग्यो त्यो प्योर भनिदिन्छ, मिठो लागेन भने त्यो मिसावट भनिदिन्छ, एउटा समस्या छ। अर्को दुधमा मिसावट त दुधमा त 90% 88% त पानीको मात्रा हुन्छ भन्ने कुरा विज्ञानले भन्छ। अरू बाँकी भनेको 12-13% मात्रै फ्याट ल्याक्टोहरू हुने हो, फ्याटहरू हुने हो। त्यसकारण पानीको मात्रा त अनिवार्य नै हुन्छ नै। र पनि प्योर दुध भनेको गाईको जस्तो दुध आउँछ त्यसैलाई नै प्योर भन्छौँ। र पानीको मिसावट चाहिँ अब हामीले यो ठाउँमा चाहिँ त्यति गर्ने चलन छैन। र भनिन्छ गर्छन् भन्ने त्यो चाहिँ अब फ्याट ल्याक्टोमा फरक आइहाल्छ। पानी मिसाउने बित्तिकै ल्याक्टोमा फरक आउँछ, फ्याटमा फरक आउँछ। त्यस कारणले मिसावटको कुरा हेर्ने अहिले त मेसिनहरू छन्, मसँग मेसिन पनि छ। पानीको मात्रा नै कति छ भनेर हेर्ने मेसिन छ, मैले त्यो गरेको छु। दुध दुने मेसिन छ मसँग। त्यो मेसिनहरूको प्रयोग गरेर हामीले दुधलाई चाहिँ प्योर दुधकै गरौँ। यो दुधमा जति बेइज्जत भयो दुधकै बेइज्जत गरेँ भनेर म यसलाई चाहिँ सकेसम्म यसलाई चाहिँ मिसावट विहीन बनाउनलाई प्रयत्न गरिरहेको छु। दुधको विषयको कुरा गर्दै गर्दाखेरि दुध त गाईको स्वास्थ्य राम्रो भएपछि आउने होला, के हुने रहेछ यी खालको हामीले गाई बस्तुहरू पालन गर्दाखेरि यिनीहरूको स्वास्थ्यमा आयो भने कस्ता कस्ता खालका समस्या आउने रहेछ हाम्रो आम दर्शकलाई बताइदिनु। अब गाईको समस्या, स्वास्थ्यमा आउने समस्या भनेका बाहिरी परजीवी र आन्तरिक परजीवी दुई खालको हो। एउटा आन्तरिक परजीवी भनेको जुका नाम्लेदेखि लिएर आदि इत्यादि हुन्छन्। र बाहिरी परजीवी भनेको बाहिरीबाट आक्रमण गर्नेहरू, अब ज्वरो आउने, अब त्यो विभिन्न खोरेतहरू भए, यस्ता उस्ता धेरै खालका रोगहरू हुन्छन्। ती सरुवा रोगहरू हुन्छन्। ती रोगहरूलाई चाहिँ अहिले त हामीसँग इन्जेक्सनहरू, नियन्त्रण गर्ने इन्जेक्सनहरू छन् र बेलैमा लगायो भने त्यो नियन्त्रण गर्न सजिलो हुन्छ। जस्तो अस्ति 1 वर्ष अगाडि लम्पी स्किन भन्ने एउटा रोग फैल्यो। त्यो चाहिँ अग्रिम चाहिँ त्यसको प्रतिरोधात्मक इन्जेक्सन भ्याक्सिनहरू दियो भने त्योबाट धेरै किसानहरू बचे। र कतिपय ठाउँहरूमा त्यो कम गर्नाले, त्यो नगर्नाले उनीहरू डुबे। त्यस्तै अन्य अब खोरेतहरूका 6 महिनामा लगाउने भ्याक्सिनहरू हुन्छन्, ती सबै लगाइरह्यो भने स्वास्थ्यमा त्यति असर पर्दैन। र हामीले नियमित रूपमा गाईको स्वास्थ्य जाँच पनि गराउने गरेका छौँ र नियमित रूपमा हामीलाई कुन भ्याक्सिन आवश्यकता छ त्यो लगाउने पनि गरेका छौँ। जस्तो यो फार्मको कुरो गर्दाखेरि के छ, तपाईँले यसलाई बिमाहरूको प्रक्रियामा कतिको ल्याउनु भएको छ अथवा बिमा प्रक्रिया नेपालमा कतिको सहज रहेछ? मैले सबै गाईको बिमा गरेको छु। बिमा त हुन्छ, तर बिमाको सन्तोषजनक चाहिँ छैन। बिमाले के गरिदिन्छ भन्दा हामीसँग केही पैसा लिन्छ र राज्यबाट पनि बिमा गरे बापत किसानलाई प्रोत्साहन दिएको छ। त्यो बिमाले सिधै लिन्छ बिमा कम्पनीले, र हामीले थोरै पैसा उठाउँछ र बिमा गरिदिन्छ। तर गाईको मूल्य अनुसारको बिमा गरिदिन हिचकिचाहट हुन्छ। किनभने नेपालमा सरकारी बिमा संस्थान त उसै कमजोर छ र प्राइभेट बिमा संस्थानहरूले पनि बिमा चाहिँ यो पशुधनमा भन्दा, कृषि बालीमा भन्दा, हायर पर्चेसदेखि लिएर घरहरूदेखि तिनीहरूमा चाहिँ उनीहरूले बढी इन्ट्रेस्ट गरेको देखिन्छ। किनभने त्यहाँ उनीहरूको क्षति कम हुन्छ। यहाँ कृषिजन्य पदार्थहरूमा, पशुधनहरूमा चाहिँ बिमा गर्न उनीहरू हिचकिचाउँछन्, किनभने यहाँ चाहिँ क्षति हुने सम्भावना बढी हुन्छ। त्यस कारणले उनीहरूले गर्छन् र झन्झटिलो छ। बिमाका प्रक्रियाहरूमा धेरै झन्झट बनाइ गरेको हुन्छ। ती झन्झटहरू न्यूनीकरण हुनुपर्छ भन्छु म। अनि अर्को कुरा, गाईको मूल्य हामीसँग 2 लाख 2.5 लाखका गाईहरू हुँदाखेरि पनि 1 लाखभन्दा माथिको बिमा गर्दैन। त्यस कारणले त्यो बिमाको कुनै औचित्य छ जस्तो चाहिँ मलाई लाग्दैन। तैपनि हामी सन्तोषका रूपमा केही भयो नि सिँगै डुब्नुभन्दा केही आओस् भनेर बिमा चाहिँ गरिरहेका छौँ। जस्तो यहाँले बिचमा गाईको क्षतिहरू भएर र त्यसको क्षतिपछि चाहिँ यहाँले चाहिँ जुन भुक्तानी लिँदाखेरिका केही त्यस्ता कठिनाइहरू छन्? अब त्यो प्रक्रियाहरू एकदम जटिल प्रक्रिया राखिएका हुन्छन् र त्यो वस्तुगत रूपमा त्यति हामीले त्यसलाई जटिल त मानेका छैनौँ। तर उनीहरूको सिस्टम के छ भने अब यहाँ गाईको क्षति भएपछि केही नभए नि 3 महिना 4 महिनासम्म पछाडि मात्रै भुक्तानी हुन्छ। तत्काल तुरुन्तै छिटै 1-1.5 हप्ता 15 दिनमा भुक्तानी गर्ने चलन चाहिँ छैन। यहाँले मलाई यो भनिदिनुहोस् कि जस्तो यहाँले हिजो सुरुमा व्यवसाय गर्दाखेरि यहाँले के सोच्नु भएको थियो, के सपना थियो र त्यो सपना आज तपाईँको कुन रूपमा छ? मलाई अत्यन्तै मनदेखि नै भन्न मन लागेको कुरा सोधिदिनु भयो यहाँले। मैले यो कृषि क्षेत्रमा हात हाल्न खोजेको त भन्न मिल्दैन, किनभने मेरो पुर्ख्यौली पेसादेखि नै कृषि हो। र पनि व्यावसायिक रूपमा यसैलाई आम्दानीको स्रोत बनाएर, यसैले जीवनको निर्वाह गर्छ भन्ने स्रोत बनाएर लाग्दाखेरि
धेरै कुराहरू ती समस्या थिए र ती समस्याका बावजुद पनि म आफ्नो पृष्ठभूमिलाई आफ्नो जीवनलाई उत्कर्षमा पुर्याउँछु भोलिसम्म यो सफल हुन्छु भन्ने जुन खालको सपना लिएर अगाडि बढेको थिएँ। मेरो आर्थिक कमजोरीहरू पुरा गर्ने, मेरा व्यवहारिक कमजोरीहरू पुरा गर्ने यही कृषि आएबाटै मैले आफ्ना बालबच्चालाई लालन पालन शिक्षा दीक्षादेखि लिएर मेरा घर व्यवहार सबै चलाउने मेरो जुन कल्पना थियो, सपना थियो, आज लगभग पुरा हुँदैछ। मैले चाहे र सोचे भन्दा पनि मैले जति अनुमान गरेको थिएँ त्यहाँभन्दा बढी नै छ मलाई चाहिँ। किनभने मैले जति सोचेको थिएँ अलिकति सपोर्ट नेपाल सरकारबाट पछिल्लो चरणमा अलिकति सपोर्ट पाएपछि म चाहिँ अगाडि बढ्न धेरै सहज भएको छ र अहिलेको अवस्थामा म चाहिँ खुसी छु, यो पेसामा एकदम खुसी छु। यसरी यो कृषि व्यवसाय गर्दै गर्दाखेरि र तपाईँले अहिले यो जीवनमा भोग्दै गर्दाका कुरामा चाहिँ के सम्भव छ साँच्चै नेपालमा पनि केही गरेर खान सक्ने अवस्था यो मुलुकमा छ त भन्ने चाहिँ विश्वका मान्छेहरूको अथवा विश्वमा रहेका जुन रहिरहनु भएका दाजुभाइहरूको जुन प्रश्नलाई चाहिँ तपाईँले के सन्देश दिनुहुन्छ? अनि यो माटो हो, यो धरती हो, यो आमा हो, यो हामीलाई कहिल्यै पनि धरतीले हेला गर्ने छैन। आमाले जसरी हाम्रो काखलाई, आमाले आफ्नो काखलाई दुःख दिनुहुन्न, सन्तानलाई दुःख दिनुहुन्न, त्यस्तै धरतीले हामीलाई दुःख दिँदैन। यो 100% नै हो। तर यसलाई चलाउने र परिचालन गर्ने जुन क्रियाकलाप छ त्यसमा हामी फेल खाइराखेका छौँ। यसलाई चाहिँ हामीले जसरी आमालाई व्यवस्था गरेर चाहिँ हामी हिँड्यौँ भने आमाले पीर मान्नुहुन्छ, त्यस्तै यो धरतीले नै हामीले व्यवस्था गऱ्यौँ भने पीर मानिराखेको महसुस भएको छ मलाई। र सम्भावनाको कुरा जुन तपाईँले उठाउनु भयो, असम्भव त छँदै छैन। र पनि अहिले आयातित कुराहरू विदेशबाट आयात गरेर अरबौँ अरबको आयात गर्नु परेको छ। त्यो आयातलाई मात्रै रोक्न सक्ने गरी उत्पादन गर्ने हो भने यहाँ उत्पादन त धेरैले गर्नुपर्छ। र विदेशमा बस्ने साथीहरूले पनि जुन रेमिटेन्स पठाइराख्नु भएको छ त्यसले राज्य चलिराखेको छ, जुन खालको एउटा अवस्था छ। अब नेपालमा लगानी कृषिमा गर्नु पर्यो। कृषिमा लगानी नगर्ने, अलिअलि लगानी गर्ने चाहिँ बिचमा व्यापारमा लगानी गर्ने र त्यो नाफा मात्रै लिने हो भने त्यसको अर्थ रहन्न। उत्पादन जोखिम पनि छ। फेरि मैले भनिरहँदा उत्पादन फेरि सहज होइन, जोखिम पनि छ। र जोखिम जति मोल्न सक्यो त्यतिकै राम्रो हुन्छ। र जोखिम मोल्न नचाहने मान्छेहरूले चाहिँ के भ्रम गरिदिन्छ भने असम्भव छ भनिदिन्छ। जो असम्भव भन्छ उसले जोखिम उठाउन गाह्रो मान्छ। त्यसकारण जोखिम छ। हामीले वातावरणीय जोखिमदेखि लिएर, हामीले कृषिसँग ज्ञानका कुरादेखि लिएर, हाम्रो बजारका कुरादेखि लिएर, हाम्रो मूल्यका कुरादेखि लिएर सबै जोखिम छ। र जोखिमलाई मोलेर अगाडि बढ्न सम्भावना छ। र राज्यले कम्तीमा पनि राज्यले कृषि कर्म गर्ने मान्छेहरूलाई प्रोत्साहन गर्ने व्यवस्थापन गरिदियो। केही रूपमा उसलाई अरू पनि परेन, उसको खरिद गर्ने मूल्य चाहिँ निश्चित गरिदियो र अनि उसको व्यापार चाहिँ सुनिश्चित गरिदियो। यदि उसले दुध पोख्नु परेन, तपाईँ हामीले देखेका छौँ दुध पोखिराखेको अवस्था, दुध पोख्नु परेन भने एउटा किसानले दुध पोख्नु पर्दैन भन्ने मानसिकता भयो, मेरो दुध आजको आजै बिक्री हुन्छ भन्ने मानसिकता भयो भने नि उसले आत्मबल बढाएर काम गर्न सक्छ। त्यस कारणले राज्यले पनि चाहनु पर्यो, हामीले मात्रै चाहेर भएन। सम्भव छ भनेर मात्रै होइन, राज्यले नै प्रतिकूल अवस्था बनाइदियो भने सम्भव छ भन्नुको नि अर्थ हुन्न। त्यस कारणले राज्य पनि लाग्नु पर्यो र हामी सबै लाग्नु पर्यो। र हामीले विश्वमा लगानी गर्ने, विदेशमा गएर विभिन्न ठाउँहरूमा लगानी गर्ने पैसाहरू चाहिँ कृषिमा लगानी गऱ्यौँ भने कृषिबाट प्रत्येक उत्पादनबाट चाहिँ हामीलाई राम्रो हुन्छ। मैले केही सोध्न बिर्सेको र तपाईँले भन्नुपर्ने कृषि क्षेत्रसँग सम्बन्धित कुरा चाहिँ आम दर्शकलाई बताइदिनुहोस् न। हामीले कृषि गर्दाखेरि कसरी कृषि गर्ने भन्ने विषयमा हामीले छलफल गरेका छैनौँ। र राज्यमा अहिले पनि मेरो आत्मादेखि के भन्छ भने हामी जो जाने बुझेका छौँ हामीले उत्पादनको विषयमा बहसै गर्दैनौँ। हामी जो जाने बुझेका छौँ हामीले चाहिँ उत्पादन कसरी गर्ने, कहाँ उत्पादन हुन्छ, कुन वस्तुको उत्पादन हुन्छ भनेर हामीले न सामाजिक व्यक्तित्वहरूले, न राजनीतिक व्यक्तित्वहरूले, न प्रशासनिक व्यक्तित्वहरूले त्यो छलफल गरेको म पाउँदिनँ। हरेक ठाउँहरूमा त्यो पाउँदिनँ। मलाई सबैभन्दा दुःख लागेको विषय के हो भने हामीले कुन ठाउँमा कसरी उत्पादन गर्न सक्छौँ, के चिजको उत्पादन गर्न सक्छौँ भन्ने विषयमा बढी छलफल भयो, बढी बहस भयो भने पक्कै पनि सुधार हुन्छ र उत्पादनमा सुधार हुन्छ र उत्पादन गर्ने मान्छेलाई पनि उत्साह हुन्छ भन्ने मलाई लाग्छ। आज हाम्रो कृषि डबलीमा हुनुहुन्थ्यो कालिन्चोक
9 निवासी शिवप्रसाद शिवकोटी जो चाहिँ काठमाडौँको गोकर्णेश्वर 2 मा चाहिँ बसेर चाहिँ 20 रोपनी जग्गामा चाहिँ लगभग 25-30वटा गाई र त्यति मात्रै होइन प्रशस्ति मात्रामा तरकारी उत्पादन गरिरहनु भएको छ र उहाँको कन्फिडेन्टली उहाँले भन्नुभएको छ यो मुलुकमा अथवा यो माटोलाई साँच्चै माया गर्नेहरूले भोकै मात्रैको कुरा होइन मासिक लगभग 1 देखि 1.5 लाखको चाहिँ कमाइ हुनसक्छ र त्यसले सिङ्गो जीवनलाई चाहिँ अगाडि बढाउन सक्छ भन्ने जुन उहाँले चाहिँ भावना राख्नुभएको छ। यसरी आज हामीलाई चाहिँ यो जुन कृषि डबलीलाई उहाँले हामीलाई समय दिनुभयो, जुन हामीलाई माया गर्नुभयो, जुन सद्भाव गर्नुभयो, जुन हस्पिटालिटी लगाए सम्पूर्ण कुराको लागि म कृषि डबलीको तर्फबाट यहाँलाई मुरीभरि धन्यवाद दिन चाहन्छु। धन्यवाद। मेरो यो फर्मसम्म आएर दुःख गरिदिएर मेरा केही कुराहरू राख्ने अवसर दिनुभएकोमा र मेरा केही कुराहरू श्रोतामाझसम्म पुर्याउन सहयोग गरिदिनु भएकोमा कृषि डबली परिवारलाई मनैदेखि आत्मादेखि धन्यवाद, मुरी धन्यवाद दिन चाहन्छु। यसरी उहाँसँग चाहिँ हामी निरन्तर रूपमा जोडिरहने छौँ र उहाँको जुन यो नमुना कृषि फार्मको लागि उहाँलाई हामी मुरीभरि धन्यवाद दिँदै आजको यस कार्यक्रममा चाहिँ उहाँ लगायत उहाँको सिङ्गो परिवार र यस समाजलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। हस्, धन्यवाद।